साइडबाट भन्दा अनि यता मान्छे बसेको मलाई धुलो यसो हातमा कुचो छुन पनि हुन्न भाइ मेरो किन होला त्यही एलर्जी भएको बेला है बिसन सर नि जाने भन्नुभएको थियो र बिसन सर के फोन गर्नुभयो होइन त्यही आइपुग्यो भएर होइन सरलाई लिएर जाने भने के अरे अब सरको त के अरे चस्मा बनाउनु गर्छु जानु तपाईँहरू भन्नु ए आँखा त अनि अहिले त यसो हेर्नु कस्तो राम्रो आएको है कलर घाम लागेको भएर होला मैले बिहानमा आज गाडीको अगाडिको सिटमा बसेर आएको कि अनि यस्तो राम्रो देख्दै देख्दै आएको थिएँ घाम पनि लाग्छ कस्तो राम्रो देखेछ यो पाँच आज खाजा चना थियो आज खाँदै खानु के भएन अब गएर खाने छ सिला पछाडिबाट एउटा राम्रो भिडियो खिच्नु त मैले खिचिरहेको छु मेरो खिचिरहेको छु मान्छे ए मैले नि छैन आज कस्तो सासु भइहाल्छ कि मलाई त त्यो एलर्जी भइहाल्छ क्या मलाई फेरि अझै यति भोक लाग्छ पुरै छैन भर्खर खायो भर्खर भोक अब बिचरा भर्खरको बच्चाको आमा छ सिला है अनि खै त्यस्तो लाग्थेन आजभोलि कति धेरै दिन भएर 10 दिन जति भयो होला खायो भर्खरै फेरि भोक लागिहाल्छ ए पहिलो कुरा बेला नि छ दोस्रो कुरा फेरि बच्चाको आमा भन्छन् के अरे एक ताका फेरि भोकै नलाएर कस्तो हुन्थ्यो नि म्याडम यस्तो दामी भिडियो बनाइदिन्थ्यो एउटा कसरी तपाईँको नि देखाएर मान्छे देखाएर अनि अगाडि उयो पनि यहाँ चाहिँ गैडाली हुँदैन मिर्ग चाहिँ देखिन्छ मिर्ग उयोहरू होइन गैडा हेर्नु त फेरि मैले चाहिँ देखिन्छ मैले त कतिचोटि पो देखिसकेँ हो र गैडा देखिन्छ किन देखेँ यही यतैतिरै बस्छ मैले तर त्यो बुढो गैडा सधैँ त्यही बसिरहन्छ डियर चाहिँ धेरै देखाएको छ गैडा चाहिँ अहिलेसम्म भेटाएन लगभग 6-7 महिना त हिँड्यो नि त यो बाटो अनि भयो त म्याडम के आयो फेरि भन्नु म फेरि जस्तो भन्छ फेरि खिचिदिन्छु ल्याउनु कस्तो देखाऊँ भन्नु मान्छे नि देखिदियो देखे होइन रे मान्छे अलिक फोटो खिच्ने अनि त रिललाई गरेर कसरी राख्छ नि है यस्तो हो नि त फेरि के अरे बाटो पनि राम्रोमा हिँडे हम नि त राम्रोमा हिँडेछ अनि यो